आउनुहोस् सुरु गरौँ आजको भाग्यफल। सुरुमा मेष राशि। मेष राशि हुनेहरूका लागि आज लामो यात्राको प्रक्रिया अगाडि बढ्नेछ। हट गर्ने बानीले दुःख पाइनेछ। जागिरमा पनि सावधान रहनुहोला। पिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। त्यस्तै गरी प्रतीक्षित नचिदाले साँझदेखि उत्साह बढाउनेछ। वृष राशि हुनेहरूका लागि आज अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएको काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। मिथुन राशि हुनेहरूका लागि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछ र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठुलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिलाउनेछ। कर्कट राशि हुनेहरूका लागि आज अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ। अप्रिय समाचारले मन खुन्न तुल्याउन सक्छ। सिंह राशि हुनेहरूका लागि समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठुलो कार्य सम्पादन हुनेछ। जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। कन्या राशि हुनेहरूका लागि आज परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ। तर सामान्य धन भने प्राप्त होला। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्तै धनलाभ हुनेछ। रोकिएको कार्य सम्पादन हुनेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तुला राशि हुनेहरूका लागि आज फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृश्चिक राशि हुनेहरूका लागि आज सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारोमा पर्न सकिन्छ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईँको कामको तारिफ गर्नेछन्। सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना पनि देखिन्छ। धनु राशि हुनेहरूका लागि पढाइ लेखाइमा समय दिन नसकिएला। सहयोगीहरूको भर पर्दा काममा बाधा पुग्न सक्छ। सजग रहनुहोला। आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका प्राप्त हुन सक्छ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर मिल्नेछ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। मकर राशि हुनेहरूका लागि प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। कुम्भ राशि हुनेहरूका लागि अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि विचार पुर्याउनु होला। पछि काम बिग्रने डरले मन खिन्न हुनेछ। रचनात्मक कार्य सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पारिवारिक आत्मीयता बढ्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। साँझदेखि महत्त्वकाङ्क्षी योजनाहरू फलीभूत हुन सक्छन्। र अन्त्यमा पालो मीन राशि हुनेहरूका लागि आज अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा तपाईँको मन कता खिन्न रहन सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर रहन सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पति पत्नी बीच घर सल्लाह भने नमिल्न सक्छ। काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ। थोरै लाभ भए पनि ठुलो आवश्यकता पुरा हुने देखिन्छ।